हामी यो राप्ती नगरपालिका वडा नम्बर 11 चिसापानीमा ठ्याक्क आइपुगेको छौँ होइन। यहाँ एकजना बुवा रुखबाट झर्नु भएको रहेछ होइन। अनि एकदमै खुट्टा चाहिँ सिकिस्तै भएको छ होइन। म त्यो पनि तपाईँहरूलाई देखाउँछु है। बुवा कस्तो छ अहिले भन्नु त? ओहो खुट्टा त एकदमै बर्बाद भएको रहेछ नि त। अनि बुवा अनि उपचार गर्न जानु भएन? कहाँ जानुभएको थियो भन्नु त? भरतपुर सरकारी हस्पिटलमा हो। अनि के भन्नुभयो डाक्टरले? अपरेसन गर्नुपर्छ नि। अब यसलाई त अपरेसन गर्न खर्च लाग्छ भन्यो कि के? 2 लाख रे। ओहो 2 लाख है। हेर्नुहोस् त यस्तो आमा हुनुहुन्छ, हजुर को पर्नुहुन्छ उहाँको? म त बुढै हो। 2 लाख रुपियाँ जम्मा गर्ने अवस्था छैन, आर्थिक अवस्था एकदमै कमजोर छ। खर्च गरिसकेको थिएँ 1 लाख त। 1 लाख खर्च गरिसक्नु भयो है। बजेट राख्नलाई 1 लाख भन्नुभयो। उपचार गर्नलाई अलिक कमजोरी नै भएर फर्काएर उपचार गर्नुपर्छ हैन। अनि नगरपालिकामा वडामा केही कुरा गर्नुभयो? के भन्नुभयो नगरपालिकाबाट मेयर साहबले, वडा अध्यक्ष सरले? के वडामा सिफारिस गरे हैन, सिफारिस गर्नुभयो भने सहयोग गर्नुहुन्छ। हजुर चाहिँ को उहाँको? छोरी हो। ए त माइत आउनु भएको थियो? माइत बुवा हेर्नै आउनु भएको थियो। हाम्रो लोपचन सर पनि हुनुहुन्छ हैन, उहाँलाई पनि भन्नु पहल गर्नु हैन। यताउता उठाएर सरसहयोग गर्नुपर्छ भने हामी पनि उठाउँला पैसा है। तर उपचार चाहिँ गर्नु पर्यो है बुवा। अब उहाँको चाहिँ उपचार गर्नै पर्यो जसरी पनि। अब कसरी हुन्छ अब म पनि म्यानेज गर्ने प्रयास गर्छु है।